नमस्कार। आज हामी एउटा यस्तो मेसिनको कुरा गर्दैछौँ जुन हामी सबैसँग छ। त्यो हो मानव शरीर। साँच्चै यो संसारकै सबैभन्दा अद्भुत मेसिन हो। ल आउनुहोस् आज यसका केही रहस्यहरू सँगै मिलेर खोलौँ। के कहिले सोच्नु भएको छ हामी जुन शरीरभित्र बाँचिरहेका छौँ त्यो वास्तवमा कति जटिल होला? यसमा यति धेरै पाटपुर्जाहरू छन् कि तिनको सङ्ख्या सुन्दा मात्रै पनि अचम्म लाग्न सक्छ। यो कुनै सामान्य मसिन पक्कै होइन। हो, यही हो हाम्रो आजको छलफलको मुख्य विषय। मानव शरीरलाई एउटा अद्भुत मसिनको रूपमा हेरौँ न, जसको हरेक सानो ठूलो पूर्जाको आआफ्नै महत्त्वपूर्ण काम छ। आजको हाम्रो यात्रा यस्तो हुनेछ है। सबभन्दा पहिले हाम्रो शरीरमा जम्मा कति अङ्गहरू छन् भनेर पत्ता लगाउनेछौँ। त्यसपछि ती अङ्गहरू मिलेर बनेका प्रणालीहरू हेर्नेछौँ अनि केही खास अङ्गहरूको कामबारे जान्नेछौँ र अन्त्यमा केही यस्ता अचम्म लाग्दा तथ्यहरूमा कुरा गर्नेछौँ जसले हामीलाई चकित पार्नेछ। ल त अब पहिलो र सबैभन्दा आधारभूत प्रश्नबाटै सुरु गरौँ। आखिर यो अचम्मको मेसिन कतिवटा भागहरू मिलेर बनेको छ त? वैज्ञानिक रूपमा हेर्ने हो भने मानव शरीरमा 78वटा प्रमुख अङ्गहरू छन् भनेर मानिन्छ। तर कुरा यतिमै सकिँदैन। यदि हामीले साना साना संरचनाहरूलाई पनि गन्ने हो भने यो सङ्ख्या त अझै धेरै माथि पुग्छ। अब यी 78 अङ्गहरू एक्लै काम गर्दैनन् नि। तिनीहरू एउटा टिम जस्तै एकअर्कासँग मिलेर विभिन्न प्रणालीहरूमा सङ्गठित भएका हुन्छन्। यिनै प्रणालीहरूले नै हाम्रो शरीरलाई चलाउने हो, यिनै 78 अङ्गहरूलाई 11वटा प्रमुख प्रणालीहरूमा बाँडिएको छ जसले एक अर्कासँग मिलेर हाम्रो शरीर चलाउँछन्। यो तालिकाले तिनै प्रणालीहरू, तिनका भागहरू र मुख्य कामहरू देखाउँछ। ल केही प्रणालीहरूमाथि एक नजर लगाउन त। जस्तै पहिलो हो स्नायु प्रणाली। यो त हाम्रो शरीरको कमान्ड सेन्टर नै हो जसले सबै कुरालाई नियन्त्रण गर्छ। त्यसपछि आउँछ रक्त सञ्चार प्रणाली, जसले मुटुको सहायताले शरीरको हरेक कुना काप्चामा अक्सिजन र पोषण पुर्याउँछ। श्वास प्रश्वास प्रणालीले फुक्सो मार्फत जीवन दिने अक्सिजन लिन्छ भने पाचन प्रणालीले हामीले खाएको खानालाई ऊर्जामा बदल्छ। त्यस्तै गरी मांसपेशी र अस्थि प्रणालीले हाम्रो शरीरलाई चल्न र एउटा आकार दिन मद्दत गर्छन्। मूत्र प्रणालीले शरीरको फोहोर बाहिर फाल्ने एकदमै महत्त्वपूर्ण काम गर्छ। अनि प्रतिरक्षा प्रणाली त हाम्रो शरीरको सेना हो जसले रोगहरूसँग लडाईँ गर्छ। यी सबैले मिलेर काम गर्दा मात्रै हाम्रो शरीर स्वस्थ रहन्छ। अब यी प्रणालीहरूभित्रका केही मुख्य खेलाडीहरू मतलब हाम्रो शरीरका पावर हाउसहरूतिर लागौँ है त। 1,00,000। सोच्नुस् त यो के को सङ्ख्या होला? यो हो हाम्रो मुटुले एक दिनमा धड्किने औसत पटक। हो, दिनमा करिब 1,00,000 पटक। हाम्रो जीवन बचाउन यो मुटु एकछिन पनि आराम नगरी निरन्तर रगत पम्प गरिरहेको हुन्छ। र यो विशाल सङ्ख्या यो हाम्रो दिमागमा रहेका स्नायु कोशिकाहरूको सङ्ख्या हो। 100 अर्ब भन्दा पनि बढी। यही हो जसले हाम्रो सोच, हाम्रो स्मरण शक्ति र हामीले गर्ने हरेक निर्णयलाई नियन्त्रण गर्छ। हामीले दिनमा करिब यति पटक सास फेर्छौँ। हाम्रो फुक्सोले हरेक सासबाट शरीरलाई चाहिने अक्सिजन लिन्छ र नचाहिने कार्बन डाइअक्साइड बाहिर फाल्छ। यो प्रक्रिया कहिले रोकिँदैन। हाम्रो शरीरको यो जुन ढाँचा छ नि, त्यो यिनै 206वटा हड्डीले बनाएको हो। यसले हाम्रो शरीरलाई आकार र बल मात्रै दिँदैन, भित्रका नरम अङ्गहरूलाई सुरक्षा पनि दिन्छ। अनि यी सबै अङ्गहरूलाई जोड्ने काम कसले गर्छ त? रगतले। यो त हाम्रो शरीरको सप्लाई सिस्टम जस्तै हो, जसले अक्सिजन र पोषणलाई शरीरको हरेक कोशिकामा पुर्याएर हामीलाई जीवित राख्छ। ल अब हाम्रो यात्राको सबैभन्दा रमाइलो खण्डमा आइपुगेका छौँ। केही यस्ता तथ्यहरू जसले हामीलाई वाह भन्न बाध्य बनाउँछ। पहिलो तथ्य त यही छ, हाम्रो दिमागले सूचनालाई यति छिटो प्रशोधन गर्छ कि संसारका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरहरू पनि यसको अगाडि फिक्का लाग्छन्। साँच्चै अचम्मको छ नि है। 2.5 अरब। यो के हो थाहा छ? हाम्रो मुटुले औसत जीवनकालमा धड्किने कुल सङ्ख्या हो। लगभग 2.5 अरब पटक, त्यो पनि बिना कुनै रोकतोक। धेरैलाई लाग्छ होला मुटु वा दिमाग सबैभन्दा ठूलो अङ्ग हो, तर होइन। वास्तवमा हाम्रो छाला शरीरको सबैभन्दा ठूलो अङ्ग हो। यसले हामीलाई बाहिरी संसारबाट बचाउने एउटा कवचको काम गर्छ। अनि
अर्को रमाइलो कुरा, हाम्रो शरीरको लगभग 60% भाग त पानीले नै बनेको हुन्छ। हो, पानी हाम्रो शरीरको हरेक कामको लागि एकदमै आवश्यक छ। अन्तमा यो एउटा भनाइले सबै कुरालाई समेट्छ। आफ्नो शरीरलाई बुझ्नु भनेको आफ्नो जीवनको आधारलाई नै चिन्नु हो। त्यसैले यो अद्भुत मसिनको कदर गरौँ र यसको ख्याल राखौँ, किनभने स्वस्थ रहनु नै सबैभन्दा ठूलो धन हो। र जाँदा जाँदै एउटा प्रश्न छोडेर जान्छु। आजको यो जानकारीमा शरीरबारे थाहा पाएको सबैभन्दा अचम्मको कुरा के लाग्यो? आफ्नो शरीरको ख्याल राख्नुहोस्, किनकि यो साँच्चै एउटा उपहार हो। धन्यवाद।